खोलामा घोगी पाउँछ गाउँमा? पाउँछ। थारूहरू त घोगी र माछा त चाहिन्छ भन्ने जस्तो हुन्छ। माछा र घोगी गाउँ बस्ती एउटा मेल हो, दुईटा फिमेल हो होइन? अगाडिको त्यो एउटा मेल हो, दुईटा पछाडिको उयो पखेटा भयो कलर छ नि त, पुच्छर अलिक झरेको हुन्छ, अब उम्रिँदैन। होइन हुन्छ हुत गर्ने कुक्कल मान्नु पाइन्न। हेर्नु त आएको कति भेट्न पाइएन। संयोग हो कि यो भनेर त सफारी हो क्यानाडा संयोगले पिकअप हेर्न पाइयो। घडियाले हेर्न पाइयो। चैत वैशाखमा हुन्छ त क्या नि भाइ यहाँ हुन्छ ठुलो चराको ठुलो दबाईको जस्तो चरा यहाँ बिचमा गइ छ यहाँ रहेछ गइ यो हो गइ चाहिँ यो गर्छ गइले यार इकै गइ यसले चाहिँ खतरा हुन्छ यार। यसले चाहिँ खान्छ, यसले जे पनि खान्छ। अहिलेको घरियालले केही गर्दैन। यो डेन्जर हुन्छ। यो खोला चाहिँ यताबाट आएर चाहिँ यो डेन्जर हुन्छ। हजुर यो चाहिँ डेन्जर हो। यसले त यस्तो मान्छे वरिपरि खान हुँदैन, जे पनि खाने। अहिलेको चाहिँ के अरे ल्याकोस्ट यो क्रोकोडाइल होइन? भालु भालु मृग मृग संयोग हो क्या यो क्यानिङ त किस्मतवालाले मात्रै देख्ने होइन है। जति बेला कहाँ पाइन्छ त जङ्गल सफारी क्यानिङ गर्दा त भन्नु त किस्मतै देखिन्छ होइन भाइ। कहाँ देखिरहनु पाउँछ त्यो जुमा राखे जस्तो कहाँ हुन्छ त? खुल्ला छ नि त, ओपन हो यो। अब यिनीहरू जहाँ मन लाग्छ त्यहीँ जान्छ। कहिले टनाटन देखिन्छ, कहिले केही पनि देख्दैन। जुमा अब कहिले तपाईँ दिनभरि जानुभयो भने सफारीमा देख्दैन, देखिँदैन। अब कहिले काहीँ त्यो जस्तो बोटिङ नै आउने बेलामा त एकदम एक्साइट छ। लक चाहिन्छ कि लक चाहिन्छ। त्यही त हुँदैन नि। नेचुरलमा रमाइलो हुन्छ, राम्रो हुन्छ।
जुमा हेर्नु जाने जति पनि पाउँछ नि पहिलोपल्ट केही जुमै त देख्दैन भित्र सुर्खेत मजा आउँदैन यस यो चाहिँ ठुलो गयो यो चाहिँ ठुलो खाले यो दुई थरी हुँदो रहेछ है 4 थरीको ए यो किङफिसर यहाँ चाहिँ 4 थरीको पाउँछ नेपालमा पाउने 9 प्रजातिको छ अर्को डियर आउँदैछ हेर्नु त भाले यस डियर ठुलो रहेछ है किङ भएको डियर हो यो त यार स्पोटेड डियर भन्छ यो चाहिँ जरायो 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 होइन जरायो जरायो चाहिँ अझै ठुलो हुन्छ यो होइन जरा जरा होइन यो हल्ला नगर्नु भात खाना यसलाई अलि नजिक बसेर बोल्नु बोल्नु